यसरी अर्को फाइल खुलेको छ। यो फाइललाई फाइल मेनुबाट ओपन गरेर यो नयाँ फाइल खुल्यो। यो फाइलको कन्टेन्टलाई अथवा यसको इमेजलाई म यही क्यानभासमा रातो क्यानभासमा अर्को फाइलमा इम्पोर्ट गर्न चाहन्छु। त्यसको लागि यसभित्रबाट यसरी ड्र्याग गरेर अर्को क्यानभासमा पुर्याएर यसरी छोडिदियो भने यसरी हामीले यसमा ल्याउन सक्छौँ र यसरी तानिसकेपछि यो छुट्टै लेयरमा बस्छ र यो लेयरलाई हामीले विभिन्न इफेक्टहरू दिन सक्छौँ। यसलाई छुट्टै ट्रान्सफर्म गर्न सक्छौँ र यसलाई विभिन्न प्रकारको कमान्डहरू प्रयोग गरेर हाम्रो यो पुरै इमेजको एउटा अब्जेक्ट रूपमा यसलाई हामी प्रयोग गर्न सक्छौँ। मल्टिपल फाइलहरूबाट एउटा फाइल बनाउने पनि यसै गरी हो र ब्याकग्राउन्डमा एउटा सिन राखेर यहाँ अगाडिपट्टि चाहिँ दुईटा तिनवटा छुट्टा छुट्टै इमेजहरू राखेर अथवा कुनै व्यक्तिको फोटोग्राफ ल्याएर पनि हामी त्यसलाई यहाँ म्यानेज गर्न सक्छौँ। अर्को फाइल पनि ओपन गरौँ। यसबाट ओपन गरिसकेपछि यहाँ अर्को एउटा फाइललाई सिलेक्ट गरौँ। सिलेक्ट गरिसकेपछि यदि यो कम्प्याटिबल फाइल छ भने यसबाट हामी फेरि अर्को आइटम तान्न सक्छौँ। यसरी दुईटा फाइल यहाँ आइसकेको छ र यसलाई अहिले हामीले लेयरमा हेर्ने हो भने यहाँ लेयरको छुट्टै प्यालेट यहाँ साइडमा आइरहेको हुन्छ। यो लेयरको प्यालेट हो। डबल क्लिक गरेपछि हामी यहाँ लेयर देख्न सक्छौँ। लेयरलाई यसरी टपमा राखौँ। यसरी यो फोटो चाहिँ मुभ भएको छ। अहिले यसलाई बन्द गर्दै गएको किनभने यो अलरेडी हाम्रो क्यानभासमा आइसकेको छ। यसरी हेर्दाखेरि हामी यहाँ लेयर देख्न सक्छौँ र यो फाइल जुन अर्को एउटा यसलाई बन्द गरिदिउँ। यसरी यहाँ हेर्ने हो भने अहिले डिफ्रेन्ट लेयरहरू देख्न सकिन्छ। यसलाई कन्ट्रोल प्लस गरेर अलिकति ठुलो पारौँ। यसरी कन्ट्रोल प्लस गरिएको छ। लेयर हेर्दाखेरि एउटा टेक्स्टको लेयर देखियो जुन टी लेखेको हुन्छ। यो टेक्स्ट लेयर हो। त्यसपछि गएर थुप्रै लेयरहरू देखा परिसकेको छ। लेयरलाई यसरी हामी लामो एरियामा राख्न सक्छौँ प्यालेटलाई। यसरी यो टेक्स्ट लेयरमा विभिन्न इफेक्टहरू दिएको हुनाले त्यो इफेक्टहरू यहाँ देख्न सकिन्छ। टी लेयर भयो। यसको मुनिको सब लेयरहरूमा इफेक्ट हुन यसरी आएको छ। अनि यो लेयर कम्प्लिट भएपछि फेरि अर्को लेयर सुरु हुन्छ। यो अर्को लेयर हो। यहाँ एउटा पिक्चर छ। फेरि त्यसपछि गएर फेरि अर्को टेक्स्ट लेयर आएको छ। अनि यहाँ फेरि निलो पिक्चर भएको अर्को लेयर भयो। अनि यो लेयर यहाँ यो लेयर सिलेक्ट भएको हुनुको मतलब यसरी डार्क हुनुको मतलब यो लेयर 6 अहिले सिलेक्टेड छ। यसरी विभिन्न लेयरहरूको कारणले गर्दाखेरि हामी छुट्टा छुट्टै अब्जेक्टहरूलाई छुट्टा छुट्टै किसिमले डिल गर्न सक्छौँ र इफेक्टहरू दिन पनि सजिलो हुन्छ। जस्तो यो नेपाल लेखिएको लेयर कुन हो त भन्दाखेरि यसमै नेपालमा यसरी राइट बटन थिचेर यो नेपाल भन्ने आइटम यसरी क्लिक गऱ्यो भने यो अटोमेटिकल्ली जम्प गरेर यतापट्टि लेयरमा पनि नेपाल हुने लेयर सिलेक्ट भएको देखाउँछ। अब यतिखेर हामीले के गरी यो एरो टुल लिएर यसलाई मुभ गऱ्यौँ भने एरो टुल लिएर हामीले यसलाई मुभ गऱ्यौँ भने के हुन्छ त भन्दाखेरि यो मात्र लेयर यसरी मुभ हुन्छ। त्यसै गरी यो लेयर सिलेक्ट गर्नु पर्यो भने कि त यही लेयरमा हामी यसरी राइट बटन थिच्छौँ कि त यो कुन लेयर हो यहाँबाट चिनेर यतापट्टिको लेयरको लेयर नेम छ लेयर अप्सनमा त्यसमा गएर क्लिक गरेर हामी लिन सक्छौँ। यो लेयरमा सिलेक्ट गरौँ। यो लेयर 6 हो। अब यो मुभ हुन्छ यसरी। यसको साइज घटाउनु पर्यो भने अब हामी ट्रान्सफर्म गरेर यसलाई पनि घटाउन बढाउन सक्छौँ र यसको अनावश्यक पार्ट काट्नु पर्यो भने यसलाई सिलेक्ट गरेर हामी डिलिट पनि गर्न सक्छौँ। यसरी डिफ्रेन्ट टाइपको लेयरलाई हामीले एउटा क्यानभासमा म्यानेज गरेर काम गर्न सक्छौँ। यहाँ माथिको वेलकम टु फोटोसप भन्ने यस कुन लेयरमा छ यसमा राइट बटन थिचौँ। यहाँ यसरी वेलकम टु फोटोसप भन्ने कन्टेक्स्ट मेनु आयो। यहीँ क्लिक गरौँ। अब यो सिलेक्ट भएको छ। अब यसरी हामीले मुभ गर्न सकिन्छ र यो लेयरमा सबभन्दा माथि जुन लेयर छ यहाँ पनि क्यानभासमा पनि सबभन्दा माथि त्यही हुन्छ र सबभन्दा तलको लेयर सबभन्दा तल नै बस्छ र त्यसै गरी हामीले टेक्स्टको चाहिँ स्टाइल मिलाउनु पर्यो भने हामीले यो टेक्स्ट अहिले योभन्दा तल पऱ्यो कि माथि पऱ्यो यसरी हेर्न सकिन्छ। योभन्दा माथि परेको छ। यो पिक्चरभन्दा माथि परेको छ। त्यसै गरी यो नेपाल भन्ने टेक्स्टलाई हामी हेरौँ। फेरि यहाँ राइट बटन थिचौँ। नेपालमा क्लिक गरौँ। यो मुभ भएको छ। यो चाहिँ के भयो त भन्दाखेरि यो पिक्चरभन्दा तल पर्यो। यो पछि बनाइएको लेयर पर्यो। त्यसले यो तल परेको छ। यसलाई हामीले के गर्न सक्छौँ भन्दा यो लेयरलाई यसरी मुभ गरेर माथि लग्यौँ भने अझ पनि तल परेको छ। अझ माथि लैजाउँ। यसरी यहाँबाट अब यो पनि माथिबाट आयो। यसरी लेयरलाई हामीले रिएरेन्ज गर्न पनि सक्छौँ।